नारिवल यस्तो चिज हो जुन हरेक कामको लागि आवश्यक पर्छ र हामीले युज पनि गरिरहेका हुन्छौँ। आज म साउथ इन्डियाको तमिलनाडु चेन्नईमा भने यहाँको दैनिकी प्रयोग र खास गरी होटल लाइनमा कुन के बनाउनका लागि प्रयोग गरिन्छ त साथीहरू आउनुहोस् हेरौँ। हामीहरूले दाल आलु सब्जी भयो है, सबै सब्जीहरू हामीले नर्मली हिसाबले बनाउँछौँ। यहाँ चाहिँ यहाँको होटल लाइनहरूमा चाहिँ हरेक चिजमा साउथ इन्डियाको खानामा है, अरूमा चाहिँ होइन, यहाँ चाहिँ हरेक आइटममा नारिवल युज गर्छ है। त्यसलाई नाइस पिसेर होस् या त्यसलाई कटिङ गरेर होस् या त्यसलाई चप गरेर होस्, हरेक आइटममा यो युज गर्छ साथीहरू। खाना पनि एकदमै टेस्ट हुन्छ, जसले गर्दा यहाँको खाना पनि त्यत्तिकै स्वादिलो र टेस्ट फरक खालको हुन्छ, जसले गर्दा अचम्म लाग्दो र देख्दा आश्चर्यचकित लाग्ने जस्तो देखिन्छ। जुन मैले देखाइरहेको छु तपाईहरुलाई सबैमा यहाँ चाहिँ नारिवल युज हुन्छ साथीहरू। आजको लागि यति नै साथीहरू। अर्को भिडियोमा भने मैले पुरा प्रोसेस देखाउने छु। धन्यवाद।